लाग्दो आगो लाग्दैछ उताबाट आउँदैछ है भगवान जोगाइदिनु है। यहाँको यतै छ छेउमै घरहरू फार्महरू यसरी कहाँबाट आयो क्या ए झेम्टा बोकेर चाहिँ हामी चाहिँ मान आइरहेको छौँ। यहाँबाट यता सबै अब हटस घरहरू देख्न सक्नुहुन्छ। ए यता सर्यो भने डर हुन्छ। त्यही त भनेको त ए यस्तो डरलाग्दो जाँदैछ है। अब यसले त बिगार्छ नि। सक्यो नि अब बाटा। धुप्पीको रुख चाहिँ मा डेन्जर रहेछ। यो चाहिँ सबै काट्नुपर्ने रहेछ घर वरिपरिको चाहिँ डिपार्टमेन्टहरूले है। यस्तो हुँदा चाहिँ एकदमै डर हुँदो रहेछ। सक्छ जङ्गल सक्छ क्या यो। अब माथिबाट पनि मिसिनले ढाल्दै आउँदैछ। अब यताबाट हामी निको पनि सकेको छैन है। यो झाप्राले हान्दाखेरि पनि भागेको अहिले हामी। यतादेखिको सबै फार्म घरहरू डल्लै उता छ। ए यस्तो भइरहेको छ। हाम्रो यस्तो भइसक्यो। सक्दैछ तल्लै पछि माथि दोकान पनि सकियो। अहिले चाहिँ हामी तल तलै छ। ए छेकबार गर्नु आएको सकेन तर। त्यता पुरा पानी हाल्नु है। पानी हाल्नु त्यता। भेट्छ नि मुनि मुनि डोर्छ नि त यता भेट्यो नि त सोलिड जान्छ नि डल्लै जान्छ नि। यताबाट हाल्नुपर्छ नि डल्लै जान्छ नि। हालेन भने त सिधै घर जान्छ नि उता गाउँ। यस्तो त लाग्छ अन्त है। यत्तिकै छ मेरो तल निभाउँदै आएको। कुन चाहिँ आगा बिजोक भयो बिजोक बिजोक। आगोमा चाहिँ यत्रो आयो। यसले त कति निप्छ र। तै पनि अथवा हुन्छ यसले है। धेरै अथवा हुन्छ। धेरै अथवा हुन्छ यसले। बाइक हटाऊ बाइक हटाऊ। दोकान चाहिँ बाँच्यो कसो जान्छ नि त्यो भेटा। यस्तोबाट अन्त सबै त सक्यो। तल त आएर आफूले झन्डै मारे नि अम्म। चियाबारी पुग्यो। यता उन त आउँदैन नि तलसम्म त है। पाइप आएगा पाइप उन नीचे। वो नीचे नीचे आ रहा है। वो आग लग गया वो नीचे। फिर नीचे नीचे हो रहा है। तल जाँदो रहेछ नि। कामको वरिपरि सबै पानी छिर्काउ गर्दैछु है। उता उता परा लाग्दैछ उता जाँदैछ यता सर्नु सर्नु खोज्दैछ। त्यही भएर यहाँतिर चाहिँ अब यहीँसम्म यहीँ उँभो धुप्पी छ है। फार्मकै माथिदेखिको धुप्पी है। त्यही भएर चाहिँ एकदम डरलाग्दो टेन्सन हुनेछ आज चाहिँ। अब नसुकिन्जल यो आगो ननिभिज। अब निप्नु त धेरै टाइम लाग्छ यो।
बसेको छ उन्दो यहाँ देख्न सक्नुहुन्छ उन्दो सबै गइसक्यो यो पाखा डल्लै सकेर उन्दो सरेको छ अहिले वल्ल गाउँको छेउ बोर्डर लाइन धुप्पीको जस्तो डेन्जर हुँदो रहेछ यो कलमे र धुप्पी चाहिँ है यता पनि डरसरी छ यो उम्बो उम्बो छ घरकै माथितिर यो खालको धुप्पी ओह्रालो जानुहोस् ओह्रालो लाइनमा म जान्छु वो नीचे तक जाना पड़ेगा बॉर्डर लाइन नीचे तक सीधा नहीं 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 वो रात को जाएगा ना फिर बॉर्डर लाइन है मैं डालूं चलो ना यता 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 इधर इधर वो नीचे तक उधर जाएगा फिर हजुर हजुर हुन्छ हुन्छ हाल्दै आउनु म देखाउँछु नि एक बार डालिँदैन रात को डेन्जर होगा ना काकाले पनि दिँदैछ हाम्रो नुप्पु काका 4 माइलको धुप्पीले राम्रो देखेन ओह्रालो आउनु काका ओह्रालो 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 आउनु ओह्रालो पाइप तान्दै हाल्नुपर्छ यो ओह्रालो बाउन्डेरी अब ठुलो फायर ब्रिगेडले है फेरि पनि रिपिट हुँदैछ अहिले काम चाहिँ निभाउने निभिसकेको छ मुनि तल झोस्रोमा हान्नुपर्छ आज रात छ नि अन्त काका तातै त छ है पुरै ठिक छ निभाउने त यो फायर ब्रिगेडले पनि ननिभिएर चाहिँ मान्छेहरू दादाहरू जाँदैछ आफै निभाउनुको लागि जरमा पानी बोकेर यस्तो माया लाग्यो यो रुखहरूको मलाई कति वर्ष चाहिँ लागेको थियो होला यत्रो यत्रो हुनु कसरी चाहिँ लाग्यो यो आगो तर यसपालि चाहिँ मलाई चाहिँ लाग्छ एकदमै बेसी यस्तो के हो जङ्गलको आगोहरू लागेको जस्तो लाग्यो मलाई चाहिँ यहाँबाट उन्दो जानु चाहिँ मलाई डर लाग्यो पुरा ताप पिसक्यो है बिजोक भयो खुट्टाहरू यस्तो डर लाग्दो लाग्यो सबै खतम भयो हरियो थियो सबै सुक्छ यो रुखहरू बिजोक भयो अहिले जस्ट अगाडि चाहिँ सानोसानो भयो दोकानलाई चाहिँ यसो जोगियो भगवान्ले जोगायो यहाँसम्म चाहिँ आएन फेरि यहाँदेखिको उहाँसम्म गएको छ है देख्न सक्नुहुन्छ हो त्यहाँ मुनिसम्म आएको छ আপনার ডায়াল করা নম্বরটি এখন ব্যস্ত
निभाउँदैछु है। यहाँ तल चाहिँ काका हुनुहुन्छ, यहाँ मुनि यहाँ अब माथि धुवाउँदैछ। अब गर्नुपर्छ है सबै। आजको जस्तो चाहिँ कहिले भएको थिएन क्या, डर सरी के भन्नु के के। धेरै जग्गाबाट आउनुभयो, सहयोग गर्नुभयो है, गाउँकोहरूले पनि पाखा जग्गाबाट है, तपाईँको मिरिकबाट पनि आयो। यसरी सल्किरहेको हुन्छ, यसलाई चाहिँ यसरी कोटाउनुपर्छ। यसरी माटो निकालेन भने चाहिँ सल्किन्छ। यसरी धुवाएर निस्केको चाहिँ सबै यसरी काँचो माटो हाल्यो भने चाहिँ जाँदैन। अब यहाँनिर सल्किहाल्यो, यहाँ देख्न सक्नुहुन्छ यसरी सल्किँदैन रहेछ कि सेवालाले, धुप्पी सेवालाले गर्दा चाहिँ। अत्था हो, कुट्टे पनि लेखेको भएन। यस्तो छेउछाउको यस्तो सेउलाहरू चाहिँ सबै टिपेर फ्याँकिदिनुपर्छ। रातभरि आज चाहिँ अब सुता हुँदैन कति दिनसम्म चाहिँ, त्यो सबै निभेपछि ढुक्क हुन्छ। आधी केटाहरू चाहिँ तल तल एरियामा छ, आधी हामी यहाँनिर यता 2-3 जना यता, आधी उन्दो है, आधी उता, सबै एरियामा नै छुट्टिएको छ। यहाँसम्म चाहिँ अघि फायर ब्रिगेडको पाइप आउनु साह्रो पऱ्यो। अब माथि नै छ सडक हो, यहाँ उन्दो आउनु सकेन। जति सक्दो चाहिँ निभ्यो आजको लागि चाहिँ। अब चाहिँ यस्तो नहोस् भन्नु है, भगवान्लाई बिन्ती गर्नुपर्छ। अब नालाको यस्तो चाहिँ होइन, अब यस्तो वरिपरि हरियाली थियो, सबै अब सुक्खा बन्जाड भयो। यस्तो भयो है रातभरि। अब बिजोक यहाँ हेर्नुहोस् है, बिजोक भयो। आज चाहिँ घर जाँदैछु, किनभने हाम्रो अब यहीँबाट नजिक सन्दै घाँसहरू सुकिरहेको छ हो, यहाँसम्म आएर चाहिँ बाँचे भनौँ न। अब यतिकै यहाँबाट उता चाहिँ नर्सरीहरू है, धेरै दुःख लाग्दो डरलाग्दो घटना घट्यो क्या आज है। सबै पानी हाल्दैछु छप्परमा, किनभने पुरा उडेर आउँदैछ। यहाँ देख्न सक्नुहुन्छ है, उता उता जाँदैछ। त्यताको झिल्का आउँदो रहेछ, यहाँबाट चाहिँ अलिक सुक्खामा भेटाएपछि बल्दो रहेछ क्या। त्यही भएर चाहिँ सबै जग्गा पानी घरमा आएर चाहिँ गर्दैछु। अघि चाहिँ माथि थिएँ म, पुरा यस्तो लुगाहरू सुकाइराखेको छ, त्यस्तोहरू छ है। यहाँ बस्यो भने त डेन्जर हुने भन्ने चाहिँ सबै मैले अहिले म चाहिँ यहाँ छप्परमा चढेर चाहिँ यहाँ दिँदैछु पानी। यहाँ उताबाट क्या उता बाउन्डेरी हानिदिनुपर्छ न, उता जान्छ गाउँपट्टि। हजुर गाउँपट्टि पस्छ फेरि उता। पुरा छ नि भुप्रो जाँदैन नि, कलमेको क्या, डर लाग्दो हुन्छ। ओह्रालो जानु छ काका। यता हान्नुहोस्, यता बोर्डर लाइनमा क्या, ढुक्की तिर्साउँदो रहेछ। हे भगवान, पेट्रोल के गर्नु यसो अलिअलि पानी भएको पानी जान्छ पानी नपुगेको न।
तपनलाई थाहा पत्तो छ कि छैन, किर्तनलाई त किर्तन अहिले ड्युटीमा छ।